शुभ नाम हरिराम पौडेल। सो अहिले हजुर कुन चाहिँ रेस्टुरेन्टमा काम गर्नुहुन्छ? यो 360 रिसोर्ट। सो कति समय भयो हजुरले? 2 वर्ष भयो। 2 वर्ष। सो हजुरले अहिले जुन चाहिँ पेसिफिक फ्रोजन फुड चलाइरहनु भएको छ हजुर, त्यसको बारेमा के भन्दैन? पेसिफिकको सामान राम्रो छ, पेसिफिकको क्वान्टिटी छ, क्वालिटी छ। पेसिफिकको तपाईको सामान अरूको जस्तो छैन, पेसिफिकको धेरै राम्रो छ। तपाईको बोनलेस भयो, तपाईँ चिकन बोनलेस, फ्रेन्च फ्राई, तपाईको बास्सा, अनि नकेट त्यत्तिकै राम्रो छ उहाँहरूको। अनि बास्सा फिले भयो तपाईको, अनि प्राउन भयो। उहाँहरूको सामान जति अरू हामी बाहिर लिन जाँदा पनि उहाँहरूको जस्तो हाइजेनिक सामान हामीले पाएनौँ। त्यस कारणले हामीले पेसिफिकलाई रोजेको। पेसिफिकको हाइजेनिक छ, सफा छ, सामान राम्रो छ, क्वान्टिटी छ, क्वालिटी छ। उहाँहरूको सामान यो अहिले तपाईँको इन्द्रस्थान बाहेक हामीले सबैमा चाहिँ उहाँहरूको सामान चलाउनुपर्छ है भनेर तपाईँको स्याम्पल लिएरैकन अहिले हामीले सबैमा पेसिफिक नै भिडाइरहेछौँ। सो पहिला कसरी थाहा पाउनु भयो तपाईँले पेसिफिक फ्रोजन फुड? पेसिफिकको त राजु सर घुम्दै यता आउनु भएको रहेछ तपाईँको, अनि भेट भएको थियो। सर हाम्रो सामान यस्तो छ, क्वालिटी छ भनेर एउटा ब्रासो पनि ल्याइदिनु भएको थियो। त्यही कारणले गर्दाखेरि हामीले हेऱ्यौँ, ल्याउनु न स्याम्पल, तपाईँहरूको स्याम्पल ल्याउनुहोस्, हामी एक गरेर देखाउँछौँ। अनि स्याम्पल अनुसारको राम्रो होइन चलाउँछौँ भने हामीले स्याम्पल चलायौँ। स्याम्पलमा तपाईँको कुनै कमेन्ट आएन, तपाईँको एकदम राम्रो भयो। अनि हामीले तपाईँको पेसिफिकलाई नै रोजेको। सो अरू सी फुड पनि तपाईँले पहिला युज गर्नु भएको थियो होला नि त? सो यो दुइटामा कम्पेयर गर्नु पर्यो भने चाहिँ के फरक पाउनु भयो हजुरले? होइन, अरू हामीले अब बाहिरबाट लिनुभन्दा तपाईँको पेसिफिकबाट लिनु चाहिँ राम्रो। तपाईँको पेसिफिकबाट क्वान्टिटी पनि राम्रो। तपाईँको अब अन्तबाट लिँदाखेरि हामीले त्यही प्राउन लिँदाखेरि 16-20 को प्राउन लिँदाखेरि तपाईँको स्मल साइजको आयो। हामीले 3000 लगभग थियौँ भने अहिले हामीले 1300 मा तपाईँको पेसिफिकको किलोमा हामीले प्राउन पाएको छौँ। हेर्नुहोस्, उहाँहरूको सामान राम्रो छ। अब तपाईँको छ, हाइजेनिक छ, तपाईँको एकदम क्वालिटी छ भनेपछि अन्त तपाईँको हामीले क्वालिटी पनि पाएनौँ, हामीले ल्याएर चलाएको पनि हो। उहाँहरू नआउन्जेल हामीले बोलेस पनि चलायौँ, तपाईँको कुखुरा पनि चलायौँ। अब एकचोटि हामीले पेसिफिककै चिकन पनि लिएको, चिकन पनि उहाँहरूको सफा छ तपाईँको, होइन। हामीले हेर्ने भनेको हाइजेनिक, तपाईँको क्वालिटी क्वान्टिटी हेर्ने भनेको यहाँ भनेको। त्यस कारणले उहाँहरूलाई नै हामीले रोजेको हो। सो तपाईँले कसैलाई यो रेकमेन्ड गर्नुहुन्छ पेसिफिक के अरे पेसिफिक फ्रोजन फुड्स? मैले त धेरै होटलमा भनिरहेको छु तपाईँको पेसिफिकको सामान धेरै राम्रो छ, तपाईँहरू चलाएर हेर्नुहोस्, मन पऱ्यो तपाईँहरू चलाउनुहोस्, मन नपऱ्यो नचलाउनुहोस्। एकखेर तपाईँको स्याम्पल लिएर आइदिन्छौँ, हामी लिएर आइदिन्छौँ भन्दाखेरि होइन लिएर नि त एकखेर हेर्नु भन्दाखेरि अहिले हामीले सिलौटो, अब ट्रिनिटी, हाम्रो भ्यू 360 भयो, तपाईँको इन्द्रदह भयो, अनि तपाईँको सेकेन्ड होम, यी सबैमा तपाईँको हामी गएर ल यस्तो छ है हाम्रो सामान भनेपछि उहाँहरूले पनि अहिले चलाइरहनु भएको छ। सो तपाईँलाई लास्टमा पेसिफिकको बारेमा के भन्नु छ? आई मिन हाम्रो दर्शकहरूलाई? म दर्शकहरूलाई के भन्छु भने पेसिफिकको सामान धेरै राम्रो छ, पेसिफिकको सामान चलाइदिनु होला। किनभने पेसिफिकको क्वान्टिटी, क्वालिटी र तपाईँको हाइजेनिक भएको कारणले गर्दाखेरि जति पनि होटलका मान्छेहरू छन् हाम्रो डाँडामा, जति पनि होटलहरू छ उहाँहरूले तपाईँ पेसिफिकको सामान चलाउनु होला भने म हार्दिक अनुरोध गर्दछु। धन्यवाद।